नमस्ते। आज म तपाईलाई घरमै बसेर 9 इन्चको पर्खालमा अघिल्लो भिडियोमा 4 इन्च 4.5 इन्चको कुरा गरेँ। यो भिडियोमा चाहिँ 9 इन्चको पर्खालमा कति इँटा लाग्छ भन्ने खालको कुरा फिल्डमै चाहिँ मेजर गरेर देखाउँदैछु है। यो चाहिँ तपाईँको 2 फिट, अघिल्लो भिडियोमा 2 फिट थियो, यता पनि 3 फिट थियो। तपाईँले इँटा काउन्ट गर्नु भने 1 2 उतापट्टि दोस्रो हुन्छ 3 4 उतापट्टि 5 6 7 उतापट्टि 8 8वटा इँटा चाहिँ एउटा लाइनमा लाग्यो। टोटल लाइन कति छ? 1 2 3 4 5 6 7 8 8 8 64 8 8 64 इँटा कति स्क्वायर फिट? स्क्वायर फिट 6 स्क्वायर फिट। 64 लाई 6 स्क्वायर फिटले भाग गर्नु हो भने 10.6 10.5 यसलाई राउन्ड अफ गरेर हामी 11 इँटा मानौँ है। त्यस पछाडि अब प्रति स्क्वायर फिटमा 11 इँटा लाग्ने देखियो। अब तपाईँले मानौ अघिल्लो भिडियो जस्तै 10 फिट बाई 10 फिटको यदि पर्खाल छ भने 10 दशमलव 100 100 इन्टु 11 11 दशमलव 110 कति हो त? कतिवटा लाग्यो? क्यालकुलेट गर्नु होला हैन? पोज गर्नु। 4 इन्टु 100 1100 भनेपछि 10 फिट बाई 10 फिटको तपाईँको 9 इन्चको पर्खालमा 1100 इँटा लाग्ने देखियो। त्यस्तै मानौ 3 फिट छ दिवाल, 10 फिट छ चौडाइ भनेपछि 3 इन्टु 10 30 हो। 30 इन्टु 11 कति हो? हिसाब गर्नु होला र मलाई कमेन्ट गर्नु होला। र तपाईँले यदि 9 इन्चको पर्खालमा इँटा निकाल्ने कुरा थाहा पाउनु भने भिडियो सेयर गर्नु होला, फलो गर्नु होला र यस्तै इन्जिनियरिङ सम्बन्धी महत्त्वपूर्ण जानकारीका लागि फलो गर्नु होला। हस्, धन्यवाद, नमस्ते।